हेलो फाइनली गाइजहरू म चाहिँ आज देख्न सक्नुहुन्छ यहाँ त्यो सिङ्गाने घारीतिर आइसकेको छु। टक्कसँग माथि लेकको यो चाहिँ लेक पर्छ होइन। दामी छ गाइजहरू देख्न सक्नुहुन्छ। यो चाहिँ सिङ्गाने हो। यसको चाहिँ डोकोहरू बनाउन सकिन्छ होइन। दामी छ कि गाइजहरू। यता चाहिँ त्यस्तै बाघ भालुहरू नि पाउन सकिन्छ। यता चाहिँ रेड पान्डाहरू पनि पाउन सकिन्छ होइन। देख्न सक्नुहुन्छ दामी छ कि यता चाहिँ लेक हो यहाँ चाहिँ। अनि म चाहिँ अब देख्न सक्नुहुन्छ खतरा बनाउँदैछु होइन। यस्तो छ गाइजहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो राइडर बोय S2J ब्लगलाई पनि सब्सक्राइब गरिदिनु होला गाइजहरू। युट्युबमा गएर फेसबुकमा पनि फलो गरिदिनु होला उहाँलाई। र हामी चाहिँ फेरि अब माथितिर फेरि लाग्नेछौँ। हामी चाहिँ यस्तो देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले एकदम यहाँ दामी लाग्यो चाहिँ सेम हाम्रै गाउँ जस्तो छ है गाइजहरू। दामी छ देख्न सक्नुहुन्छ। अब हामी चाहिँ देखाउँछौँ तपाईँलाई फेरि। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ लाली गुराँसको बोट। यो चाहिँ लाली गुराँसको बोट अहिले चाहिँ फुलेको रहेनछ। यता चाहिँ फुलेर पनि अहिले चाहिँ झरिसकेको रहेछ होइन। फाइनली गाइजहरू हामी चाहिँ फेरि यता रोडमा निस्किसकेको छौँ। सुई ए यता हामी चाहिँ देख्न सक्नुहुन्छ हामीलाई चाहिँ यो स्कुटीले यहाँसम्म लिएर पुऱ्यायो है। अनि यता चाहिँ गुरुजी S2J ब्लग र उहाँलाई चाहिँ फेसबुकमा नि फलो गरिदिनु होला। अनि के अरे युट्युबमा पनि सब्सक्राइब गरिदिनु होला गाइजहरू। अनि देख्न सक्नुहुन्छ आज चाहिँ हामीले चाहिँ यता घुम्न आएको है। देख्न सक्नुहुन्छ दामी ठाउँ चाहिँ छ। अब त्यही हो गाइज मलाई पनि फलो गरिदिनु होला फेसबुकमा। र म अलि पछि चाहिँ युट्युब च्यानल पनि खोल्नेछु। अनि त्यहाँ नि सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु।